स्वागत छ अच्युत सुवेदीज्यू सनातन मिडिया ग्रुपमा। यहाँलाई यो संस्था हृदयदेखि नै स्वागत गर्न चाहन्छु। हजुर, धेरै धेरै धन्यवाद। नमस्कार। यहाँ त अध्यात्मको क्षेत्रमा अत्यन्त परिचित हुनुहुन्छ। कान्तिपुर रेडियोले पनि यहाँलाई धेरै चिनाएको छ र सामाजिक क्षेत्रमा पनि अध्यात्ममा यहाँ धेरै नै सक्रिय हुनुहुन्छ र यहाँको जीवन आजभोलि कसरी बितिरहेको छ सुवेदीज्यू? हजुर, अब दैनिकी राम्रैसँग बितिरहेको छ। अब बिहानको स्वाध्याय छँदैछ नित्य र अब हाम्रो क्षेत्र यही भएको हुनाले यसैमा लागिरहेका छौँ। यो सनातन मिडिया ग्रुपको बारेमा यहाँलाई निश्चय नै जानकारी त छ नै। अब यहाँलाई म हाम्रो सनातन मिडिया ग्रुपको उद्देश्यको बारेमा केही जिज्ञासाहरू राख्न चाहन्छु। सनातन शब्दले कुन कुरालाई सङ्केत गर्दछ, यसबारेमा केही प्रकाश पारिदिनुहुन्छ कि? यो सनातन भनेको सदैव रहिरहने, सदा भव सनातन भनिएको छ। सदैव नित्य रहिरहने, कहिले पनि नाश नहुने यो सनातन भनेको यही नै हो, जो नित्य निरन्तर चलिरहने सनातन वैदिक धर्म भन्छौँ हामी आफूलाई, वैदिक धर्मावलम्बी। त्यो नित्य रहिरहेको वेदले बताएको धर्ममा चल्ने हामी सबै सनातनी हौँ। वेदले सनातनलाई, सनातन हिन्दू वैदिक सनातनलाई वेदले कस्तो किसिमको निर्देशन गरेको पाइन्छ? यहाँले त वेदका ऋचाहरूको पनि राम्रो अध्ययन गर्नुभएको छ, त्यसबारेमा केही प्रकाश पारिदिनुहुन्छ कि? वेदले सनातन वैदिक हिन्दू सनातनलाई कुन पथ प्रदर्शन गरेको छ? अब सनातन पद्धति भनेको यस्तो पद्धति हो जो सबैका लागि नित्य निरन्तर चाहिरहने पद्धति। र सनातनले के निर्देश गर्दछ त भन्दा, हाम्रो वैदिक सनातनले सामाजिक एकलतामा विश्वास गर्दै समाज सङ्गठन शक्तिबाट नै देशको विकास र स्वयं व्यक्तिको पनि विकास हुन सक्छ भनेर सङ्गच्छध्वं सम्बद्धध्वं शम्भो मनांसि जानतां देवा भागम यथा पूर्वे संजानाना उपासते। त्यसै गरी सहना भवतु सहनौ भुनक्तु सह वीर्यं करवावहै तेजस्विनावधीतमस्तु मां विद्विषावहै भनेर यसरी सँगै जाउँ, सँगै खाउँ, सँगै काम गरौँ, सबैसँग सामञ्जस्यता चाहिँ राखौँ भन्ने शिक्षा दिने नै यो सम्पूर्ण अहिले खोजेको पनि त्यही हो र सनातनको लक्ष्य त्यही। यहाँनिर अहिले जुन देखिएको छ नि, जस्तो वेदले त समगच्छध्वं सम्बद्धध्वं शम्भु मनांसि जानतां देवा भागम यथा पूर्वी सञ्जानानाम् उपासते भनेर हामी सँगै हिँडौँ, सँगै बाँचौँ, सँगै बोलौँ, अनि जे छ सँगै मिलेर खाउँ भनेको छ। र देवताहरूले पनि जसरी आफ्नो देवभागलाई मिलेर ग्रहण गर्दछन् आफ्नो अधिकार अनुसार, मनुष्यले पनि त्यही गर्नुपर्दछ भनेर वेदले निर्देशन त गर्यो। तर आजभोलि यो सनातनभित्र पनि अनेक सम्प्रदायमा जुन एउटा विभाजन छ नि, यसको यो विभाजन वास्तवमा आफ्नै विनाशको लागि जस्तो भइरहेको छ। यसलाई अब कसरी सङ्गठित गर्न सकिन्छ? वेदले देखाएको मार्गको माध्यमद्वारा सङ्गठित गर्ने केही उपायहरूको बारेमा प्रकाश पारिदिनुहोस् न। अवश्य पनि बडा दुर्भाग्य भन्नुपर्दछ, अहिले हामी सनातनीहरू विभिन्न पन्थ मतमा विभाजित भएका छौँ। वास्तवमा वैदिक सनातनले यो कुरो भन्दैन। तर अब हुन पनि यो समयको फेर होला, शिवपुराणमा पनि उल्लेख गरिएको छ, यहाँले पनि अध्ययन गर्नुभयो होला। कलियुगमा चाहिँ तिमीहरूको महत्त्व हुन्छ भनेर यो सम्प्रदायको प्रतिष्ठा हुन्छ भनेर लेखेकै कुरो पनि कतै भएको त होइन जस्तो लाग्छ मलाई। तर अहिले हामी सनातनीहरू सम्प्रदायमा आफ्नो, म अहिले त्यही मेरो चाहिँ आग्रह नै के हो भने, हामी जो जहाँ भए पनि, जुन जुन पन्थलाई अपनाए पनि, कोही वैष्णव होलान्, कोही निम्बार्की होलान्, कोही के होलान्, जे भए नि आफ्नो गुरु परम्परा मानौँ। पहिले हामी सनातनी हौँ, त्यसपछि मात्रै हाम्रो गुरु परम्परामा लागेर एकत्रित हुनुपर्दछ। हामी सनातनी किन कमजोर भयौँ त? यत्रो 80% चाहिँ वैदिक सनातनीहरूको निवास भएको मुलुकलाई धर्मनिरपेक्ष बनाउँदा पनि हामीले केही बोल्न सकेनौँ, अर्थात् लाग्न सकेनौँ, सङ्गठित हुन सकेनौँ। त्यसकारण अब हामी सङ्गठित भएर पहिले सनातनको रक्षा गरौँ, त्यसपछि आफ्नो गुरुको परम्परामा जो दीक्षित छौँ मानौँ भन्ने मेरो आग्रह पनि त्यही नै छ। र यो चाहिँ बडा दुर्भाग्य भन्नुपर्दछ, हामी विभाजित भयौँ, यसैले कमजोर। यो विभाजित हुनुको कारण के होला? विभाजित हुनुको कारण अब यो जति पनि अहिले हामीले यसो हेऱ्यौँ भने
हाम्रो छिमेकी देश भारतबाट धेरै चाहिँ दीक्षित भएका त्यस्ता भनौँ न वैष्णव परम्परा पनि अब हुन त जुन टीका परम्परालाई त म वैष्णव परम्परा मान्दिनँ। वैष्णव भनेको त व्यापकात भई विष्णु अर्थात् जसले विष्णुलाई मान्दछ त्यो हामी वैष्णव हामी स्वतः जन्मजातै वैष्णव हौँ। अहिले टीका लगाएर मात्रै वैष्णव हुने होइन भन्ने मान्यतामा छु म चाहिँ। किन जो दीक्षित भएर टीकालाई मात्रै अहिले हेरिएको छ नि त्यो चाहिँ वास्तवमा त्यो सङ्कुचित विचार हो भन्छु म। र त्यसै कारणले हामी विष्णु मान्दछौँ पाञ्चायन मान्दछौँ, सबैलाई मान्ने भएका हुनाले हामी सबै जन्मजातै वैष्णव हौँ। हामीलाई कुनै दीक्षाको परम्पराको आवश्यकता छैन ब्राह्मणलाई त भन्ने म त यो पक्षमा छु। र यो नान्य पन्था विद्यते यनाय पनि भनिएको छ। वेद पढ्न गाह्रो हुन्छ, वेद पढ्न गाह्रो हुन्छ भन्छन्, तर मैले सुनेको छु के त भनेदेखि यो ब्रह्माण्डम विदधातु पूर्वम यो वै वेदांश प्रणोति तस्मै तम हदेवम आत्मबुद्धि प्रकाशम मुमुक्षुर्वै शरणमहं प्रपद्ये भनेर एउटा परम भक्तले अब वेदको प्रकाशन गर्ने जुन विश्वविभू परमात्मा छ त्यो परमात्माले वेदको प्रकाशन गरिसकेपछि ज्ञान र चेतनाको लागि वेदको प्रकाशन गर्नुभयो। त्यस्ता ज्ञान र चेतनाका प्रकाशक प्रभु परमात्मालाई नमन गर्दछु यो वैदिक मन्त्रले सम्बोधन गरे जस्तो मलाई लाग्छ हैन। तर अब यो यत्रो उदार वेदलाई अब परमात्माको निश्चित वाणीलाई प्रश्न गर्नको निम्ति कसबाट सहयोग प्राप्त भयो अनि यो वेद अहिले कति भागमा विभाजित भएको छ र अनि पञ्चम वेद भनेर कुन वेदलाई बताइएको छ यसबारेमा अलिकति केही प्रकाश पारिदिनु पर्यो गुरु। बडो राम्रो प्रश्न गर्नुभयो। वास्तवमा वेद भनेको ज्ञान हो। त्यो ज्ञानका लागि वेद अब हाम्रो चाहिँ परमेश्वरबाटै नै भएको यो श्रुति परम्पराले आएको र यो मन्त्रद्रष्टा ऋषिहरूले चाहिँ देखेर भनौँ न कि वेदको चाहिँ भएको प्रसङ्ग त हामीले पढेका छौँ, अध्ययन गरेका छौँ। र यस्तो वेद भनेको ज्ञान हो जुन वेदलाई अहिले चाहिँ विश्व ब्रह्माण्ड केमा छ त भन्दा त्यसैमा अडिएको छ भनेर अहिले विज्ञानले पनि त्यसको अध्ययन गर्न थाल्यो। हामीले चाहिँ संहितामा मात्रै गऱ्यौँ, पाठमा मात्रै लाग्यौँ र त्यसको अनुसन्धान गर्ने क्रममा हामीबाट केही न केही हाम्रा ऋषि मुनिहरूले त गर्नुभयो, तर त्यसलाई हामीले प्रकाशित गर्न सकेनौँ, हामीले त्यति अध्ययन गरेनौँ र केवल वेद भनेको कर्मकाण्डी भाषा मात्रै भनेर धेरैले बुझे र कर्मकाण्डमा मात्रै वेदको मन्त्र ब्राह्मणले मात्रै पढ्ने भन्ने जुन सोच आयो र त्यसबाट नै हामी कता कता अलिकति विचलित भएको जस्तो लाग्छ। त्यति मात्र होइन, वेद भनेको सबैका लागि हो, ज्ञान सबैलाई आवश्यक छ र यो सबैले यसको चाहिँ अनुसन्धान गर्नुपर्ने, पढ्नुपर्ने, पढाउनुपर्ने परम्परा हुनुपर्नेमा अब अहिले केवल कर्मकाण्डी जस्तो मात्रै भयो। वेद पढ्ने केका लागि भन्दा कर्मकाण्डी ब्राह्मणले अलिकति मन्त्र जान्नका लागि मात्रै भन्ने भएर हामी पिछडिएका हुन्छौँ। यो चारवटा जुन वेद छ नि ऋग, यजुर, साम, अथर्व, यी चार वेदको चाहिँ ऋग्वेदले के कुरालाई सङ्केत गर्छ, सामवेदले कुन कुरालाई कुन दर्शनलाई सङ्केत गर्छ, अथर्ववेदले कुन दर्शनलाई सङ्केत गर्छ, अनि यी कुराहरूको बारेमा अलिकति प्रकाश पारिदिउँ। यस्तो हो, यो वेद त पहिले त एउटै थियो। अब यसलाई विभाजन चाहिँ अब ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद भनेर गरियो र ऋग्वेदमा पनि अब धेरै कुरा त्यसमा उल्लेख गरिएको छ। अब विशेष गरेर यजुर्वेदका मन्त्रहरू कर्मकाण्ड उपासनामा प्रयोग हुन्छ भने अथर्ववेदमा पनि धेरै कुरो व्यावहारिक गृहस्थका कुरादेखि लिएर धेरै कुरो त्यहाँ रहेको छ। त्यसरी सामवेद गायन वेदका रूपमा चाहिँ सामवेदोस्मि भनेर वेदानाम सामवेदोस्मि भनेर स्वयं भगवानले पनि भन्नुभएको छ भने गायनका कुराहरू र अथवा यसरी बुझ्नु पर्दछ वेद भनेको विश्व ब्रह्माण्ड त्यहीँ छ र त्यहाँ जे खोजे पनि छ, त्यसलाई हामीले कतिको अनुसन्धान गरेर खोज्न सक्यौँ भन्ने हो। र अब वेदको सामान्य अर्थ पनि ज्यादै कठिन छ, सामान्य व्यक्तिले त्यो अर्थ पनि लाउन नसक्ने भएको हुनाले अहिले धेरै विद्वानहरूले भाष्य गरिदिनु भएको छ। त्यो पढेर पनि हामीले केही न केही त्यसलाई वेदको शाब्दिक अर्थ नेपालीमा सठिक रूपमा हामीले के भन्न सक्छौँ? वेद भनेको त जान्नु ज्ञानै हो, त्यसबाट बुझ्नुपर्ने कुरो त ज्ञान हुनु नै वेद हुनु अथवा जान्नु भन्ने नै सामान्य अर्थमा त्यही हो। अब पूर्वीय दर्शन भनौँ, पाश्चात्य दर्शन भनौँ, यी दुवै दर्शनमा जुन एउटा अहिले प्रजातन्त्रवादको साम्यवादको सिद्धान्त अनुसार राज्य सञ्चालन भइरहेको छ र वेदले नै प्रजातन्त्र
साम्यवादलाई पनि वेदले सङ्केत गरेको पाइन्छ। तर यो वेदको यस्तो उदार चरित्रलाई बिर्सिएर मानिसहरूले यो वैदिक मात्र एउटा संस्कृत भाषा हो अनि कर्मकाण्डको भाषा हो भनेर नेपाली परम्परामा अलिकति वेदको गहिरो अध्ययन नभए जस्तो देखिन्छ। तर अहिले विदेशी पूर्वीय पाश्चात्य देशहरू वेदमा केन्द्रित भएर अध्ययन र अनुसन्धानमा लागेको पाइन्छ। अहिले जुन पाश्चात्य देशका वैज्ञानिकहरूले जुन नासाको एउटा केन्द्र खोलेका छन्, अब त्यहाँ पनि वेदको अध्ययन गरेर वेदले देखाएका मार्ग निर्देशनहरूको माध्यमद्वारा वैज्ञानिक प्रयोग भएको पाइन्छ। भनेदेखि यस्तो उदार वैदिक दर्शनलाई हामीले जनमानसमा लैजानको निम्ति कुन मार्ग कुन पद्धति कसरी सकिएला यसबारेमा केही प्रकाश पारिदिनु पर्यो गुरु। यसको लागि त सबैभन्दा पहिले म के भन्छु भने शिक्षामै यो ग्रन्थलाई राख्नु पर्यो, पढ्नु पर्यो, पढाउनु पर्यो। र बाल्य अवस्थादेखि नै हाम्रो वैदिक सनातन के हो, वेद के हो, धर्म के हो, धर्म भनेको विज्ञान हो, यो गर्दा यो हुन्छ, धर्म जति पनि छ त्यो विज्ञान सम्बद्ध छ। किनभने हाम्रो धर्ममा लगेर जोडिएको छ। तर त्यसलाई विचार गर्ने हो भने त्यो शारीरिक स्वास्थ्यतादेखि लिएर सबै धर्मको उद्देश्यमा के देख्छु भने मानिस कसरी स्वस्थ बनोस्, शान्त बनोस् र आफ्नो जीवनलाई आनन्दमय व्यतीत गरोस् भन्नका लागि नै यी सबै नियमहरू लगाइएका छन्। बिहान सबेरै उठ्नुदेखि लिएर ब्रह्म मुहुर्तमा उठ्दा राम्रो हुन्छ भन्नुको तात्पर्य के हो भन्दा त्यही हो। त्यो उठेर त्यसलाई चाहिँ ब्रह्म मुहुर्तमा एकछिन चिन्तन मात्रै गऱ्यो भने पनि शान्त हुन्छ मानिस। योग गर, ध्यान गर, सन्ध्या गर भन्नुको तात्पर्य के त भन्दा मानिस एकछिन भए पनि सारा त्यो क्लेश कष्टबाट मुक्त होस्, शान्त भएर बसोस् भन्नका लागि नै हो। र हाम्रो जति पनि परम्परा छ यो वैदिक परम्परालाई हामीले बुझाउन सकेनौँ। पहिले त हामीले पढाउन सकेनौँ। विद्यार्थी अब अभिभावकले बुझेको छैन, अरू बालबालिकाले बुझ्ने कुरो भएन। त्यसकारण मेरो चाहिँ भनाइ के भने पाठ्यक्रममै राख्नुपर्दछ। सबैले आफ्नो धर्म पढाउँदछन्। हाम्रो पहिले थियो पनि अलिकति संस्कृत शिक्षा, नैतिक शिक्षाहरू र वेदमा अब अलिकति कठिन क्लिष्ट शब्द भएका हुनाले यी सबै अरू ग्रन्थहरू निक्ले। महाभारत 5औं वेदका रूपमा किन भनियो त भन्दा त्यहाँ सारा व्यवहारमा गर्नुपर्ने मानिस कसरी सुखी हुन्छ, राज्य धर्म कस्तो हो, अरू सबै धर्मको सम्बन्धमा वर्णन गरिएको ग्रन्थ। त्यसै कारणले चाहिँ हाम्रो वेदव्यासले बडा दूरदृष्टि राखेर यो सामान्य व्यक्तिले बुझ्न सक्दैनन् भनेरै गर्नुभएको प्रसङ्ग तपाईँ हामीले सुनेका छौँ, पढेका छौँ। वेदो खिलो धर्ममूलम भनिन्छ गुरु, होइन? अब सम्पूर्ण धर्मको मूल स्रोत नै वेद हो भनिन्छ। अनि यहाँनिर धर्म भन्नासाथ पूजाआजा कर्मकाण्डमा सीमित रहने जस्तो मान्छेहरूको सोच छ। तर वास्तवमा धर्म भनेको त धारणा धर्म मिथ्याउ भनिन्छ क्यारे, होइन गुरु? अवश्य पनि। जुन कुरो धारण गरिन्छ जीवनमा त्यही नै धर्म हो भनेपछि यसले त जीवनका हर पक्षलाई वेदले निर्देशन गरेको पाइयो। जस्तो राज्य सञ्चालनका नीतिहरू, अर्थ सञ्चालनका नीतिहरू, त्यसपछि विज्ञानका नीतिहरू, आयुर्वेदका मन्त्रहरू, गन्धर्व विद्याका मन्त्रहरू, यी सम्पूर्ण कुराहरू वेद भएको कारणले गर्दा यो वेदको व्यापक प्रचार प्रसार गर्नको निम्ति नै राज्य स्तरबाट गर्नुपर्ने मुख्य कुरा सारांशगत रूपमा केही भनिदिनु पर्ला गुरु। एकदमै यो त के भने वेद त हाम्रो धर्मको मूल भनेको, धर्म भनेको हामीले सामान्य पाठ पूजा गर्ने, मन्दिर जानेलाई धर्म भनेको र सामान्य बुझेको देखिन्छ। वास्तवमा त्यो होइन। धारणा धर्म मिथ्या हो। जुन कुरो धारणा गर्दाखेरि चाहिँ कल्याण, त्यो धारणा गर्ने चिज धर्म हो। र के धारणा गर्ने त अब धर्म भने के हो? वेद प्रणीत हो धर्म धर्मस्तर विपर्यय भनेर यसरी वेदले बताएको नै धर्म हो। जुन कुरो गर्दा तपाईँको कल्याण हुन्छ त्यो धर्म हो, हित हुने कुरो धर्म हो। जुन कुरो पाप भनेर बताइयो त्यो चाहिँ अहित हुने कुरो, त्यो नगर है भनेर स्पष्ट निर्देश गरेको छ। तर हामीले त्यसलाई विचार गरेनौँ, वेदको मार्गलाई अवलम्बन गरेनौँ। त्यसलाई चाहिँ अपेक्षा गरेका कारणले नै कतै अहिलेको परिस्थिति आएको होइन भन्ने लाग्छ मलाई। र यो चाहिँ सबैले अध्ययन गर्नुपर्दछ र शिक्षा पाठ्यक्रममै राखेर
त्यसमा नभएको चिज केही छैन। राजनीतिदेखि लिएर सबै कुरो सिक्ने अर्थात् वैदिक साम्यवादलाई विचार गर्ने हो भने आफूलाई चाहिने भन्दा बढी सङ्ग्रह नगर भन्दछ हाम्रो धर्मले। त्यो सस्तैनो दण्डमा रहती, आफूले उपभोग गर्ने भन्दा बाहेक अहिले चाहिँ सबै जम्मा गर्ने, कसरी थुपार्ने भन्ने प्रवृत्तिले आज यो अवस्था आएको छ। त्यसकारण त्यो साम्यवाद हो नि। तर साम्यवादीहरूले यो कुरो बुझ्नु पऱ्यो, वैदिक साम्यवादलाई अपनाउनु पऱ्यो यदि साँच्चीकै साम्यवादी हौँ भन्नेले। त्यसो गर्न सक्यो भने यो समाजको अहिलेको विभाजन विभेद त्यो सबै हट्दछ र सबैलाई परमेश्वरले पुर्याएको छ सबैलाई। अब हामी सनातन मिडिया ग्रुपमा छौँ। आज यहाँ सनातन मिडिया ग्रुपको आमन्त्रणलाई स्वीकार गरेर पाल्नु भएको छ। अब ओमकार सम्प्रदायभित्र रहेका सम्पूर्ण सनातनीहरू एकत्रित हुने मार्ग हामीले कसरी प्रशस्त गर्न सक्छौँ? यसको निम्ति के गर्नु पर्ला? अब यसको लागि त हामी सबैले आफ्नो तर्फबाट सबैसँग भेटेर वसुधैव कुटुम्बकममा हामी सबै एउटै दाजुभाइ हौँ। हामी ओमकार एक ठाउँमा आउँ, किनभने धर्म अब भनिएको छ सँगै शक्ति कलयुगे, कलियुगमा सङ्गठनमै शक्ति हुन्छ। अब हामी कमजोर किन भयौँ भन्दा विभाजित भएर भयौँ। कोही म यो मार्ग मान्ने, यो मार्ग मान्ने पन्थ हो भने त्यो धर्म होइन, म चाहिँ त्यसलाई पन्थ भन्छु। अब कुनै पनि पन्थलाई अपनाउनुहोस् तपाईँ, तर मूल चाहिँ बाटो मार्ग त के हो भन्दा हामी सबैको एउटै हो। त्यसो भएको हुनाले हामी सबै एकत्रित हौँ धर्म रक्षाका लागि। यदि हामी लागेनौँ भने धर्म रक्षित हामीले आफ्नो धर्म सबैले रक्षा गर्नुपर्दछ, मान्नुपर्दछ, त्यसैबाट हामी सुरक्षित हुन्छौँ भनेर बताइएको छ भने हामी विभाजित नभइकन अब वैदिक सनातनीहरू आएर एकमात्र वैदिक सनातन मुलुक रहेको थियो हाम्रो भने क्रिस्चियन मुलुकहरू छन्, मुस्लिम मुलुकहरू छन् भने हाम्रो एकमात्र गौरवमा रहेको यो वैदिक सनातन यो फेरि तपोभूमि हो, देवभूमि हो, पृथ्वीको पहिलो भूमि हो। त्यसकारण यसको रक्षाका लागि हामी सबैजना एकत्रित हौँ र सबै सङ्गठित बनेर मुलुकलाई एउटा निकास पनि अब हामीले धेरै राजनीतिक परिवर्तन पनि देखिसकेका छौँ। तर त्यसबाट के भयो त परिणाम भन्दा बाँटिएर अझै पनि राम्रो लक्षण देखिएको छैन भने त्यो राजनीतिक समेत सुधार गर्नका लागि पनि हामी एकत्रित भएर यदि लाग्यौँ भने अवश्य पनि यो देवभूमि, तपोभूमि, पशुपतिनाथको भूमि हेरौँ त अहिले हामी यस्तो हुँदै पनि हामी नेपाली देवभूमिमा बसेका हुनाले बडा सन्तोषी छौँ, सुखी छौँ, सन्तुष्ट भएर सधैँ हाँसेरै व्यतीत गरेका छौँ। तपाईँ त बाहिर पनि जानुभयो, विदेशतिर पनि गएर आउनुभयो भने विदेशको मानिसहरूको गति र यहाँको गतिहरू हेर्दाखेरि यो कुरो यहाँले स्वयं अनुभव गर्नुभएको होला। जति हामी सुखी छौँ, सम्पन्नता छ, विदेशमा त्यस्तो पनि देखे, भौतिक सम्पन्नता छ, तर आध्यात्मिक शान्ति नभएर मान्छे कुन अवस्थामा छन् भन्ने यहाँले पनि देख्नुभएको छ भने मलाई लाग्छ यो भूमि देवभूमि हो, तपोभूमि हो। त्यस कारणले हामी यहाँ यतिको अहिले बसेर एकदमै एक आपसमा सद्भावका साथ बाँचिरहेका छौँ भने यसलाई बल पुर्याउनका लागि अझै पनि वैदिक सनातन धर्म मुलुक यसलाई बनाएर सम्पूर्ण विश्वका व्यक्तिहरूलाई यो मुलुकमा आउनुहोस्, हाम्रो यहाँ के छैन, सारा सम्पदा छ, सिकेर जानुहोस् भनेर सिकाउनु गुरु। हाम्रो हिन्दू दर्शनले भन्छ धर्मेण हिना पशुभी समाना, जो व्यक्ति धर्महीन हुन्छ त्यो व्यक्ति चाहिँ पशु समान हुन्छ भनेर। फेरि आहार निन्द्रा भय मैथुनानी समान मेतत् पशुभी नराणाम, खानु पिउनु डर र अनि मैथुन आदि क्रिया त पशुले पनि गर्दछ। अब मनुष्य विवेकशील प्राणी भएको कारणले गर्दा परमात्माको सृष्टिमा यो अत्यन्त विवेकशील, अब विवेकशील प्राणीलाई ज्ञान र चेतनाको लागि परमात्माले वेद दिनुभयो भनिन्छ होइन गुरु? अब त्यो वेदलाई सरल ढङ्गले जनमानसमा पुर्याउनको निम्ति अब हामी राज्यले गर्नुपर्ने दायित्वको बारेमा पनि यहाँले प्रकाश पार्नुभयो। अब राज्य त राज्य स्तरबाट सधैँ नै छ, अब जनस्तरबाट घर घरमा अध्यात्मको जागरण चाहिँ भएको देखिन्छ। धेरै जसो फेसबुक, टिकटक, इन्स्टाग्रामतिर पनि धेरै नै भजनहरू गाउनेहरू धेरै देखिन्छन्, भजन गाएर बिताउँछन्। तर भजनले त परमात्मासँग पुर्याउनुको निम्ति ढोका त खोलिदिन्छ, त्यो एउटा माध्यम हो, समय पनि बित्छ। तर भजन सँगसँगै ज्ञान र चेतना पनि प्रकाश नगरिकन सम्भवै छैन, किनभने
अज्ञान रूपी अँध्यारोले ढाकिएको मान्छेले संसारलाई त अँध्यारै देखिरहेको हुन्छ र त्यो ज्ञान र चेतनाको लागि सत्सङ्गको आवश्यक छ भनिन्छ, होइन गुरु? एकदमै त्यो सत्सङ्गको जागरण हामी वैदिक सनातनी संयुक्त मोर्चामा आबद्ध भएकाहरूले अब घर घरबाट सनातन संयुक्त एकता यो मोर्चामा आबद्ध हुनको निम्ति भनौँ, मोर्चा शब्दको अर्थ कुनै छुट्टै सङ्गठन होइन, ओमकार सम्प्रदायभित्र छरिरहेका जति पनि धार्मिक सङ्घ संस्थाहरू छन् तिनीहरू एकत्रित बनौँ भन्ने शब्दको अर्थमा मोर्चा राखिएको। मोर्चा शब्दको अर्थ त्यो। अब के गर्नु पर्ला यसरी एकत्रित बन्नको निम्ति? ओमकार सम्प्रदायलाई एकत्रित गरेर विधर्मीहरूको आक्रमणलाई रोक्नको निम्ति के गर्नु पर्ला गुरु? यहाँको अमूल्य निर्देशन प्राप्त गर्न चाहन्छु। अब अहिलेको समय भनेको डिजिटल युग भयो। अब हामी घर घरमा गएर कसैलाई सचेत बनाउन अब सम्भव छैन। त्यसो भएको हुनाले अहिले अब यो अहिलेको माध्यमलाई प्रयोग गरेर यसको उद्देश्य पनि त्यही हो कि घर घरमा जागरण ल्याउँ भनेर जुन अहिले आरम्भ भएको छ, योबाट राम्रो सुरुवात भएको छ र यसैबाट नै हामीले बिस्तारै बिस्तारै एकैचोटि हुने कुरो होइन। मानिसमा जगाउनु पर्यो, चेतना जगाउनका लागि त आरम्भ गर्ने र बिस्तारै लागिरहने। लाग्दा एक दिन अवश्य पनि ओहो हाम्रो धर्म यत्ने कृत्य नसुध्यति कोत्र दोष, प्रयास गर्दै गर्दै जाँदाखेरि सिद्ध नहुने भन्ने कुरै छैन। भगवान्ले पनि फेरि यम कामयति चित्तम तम तम प्राप्नोति निश्चितम, मानव तिमी जस्तो चाहना गरेर जीवनमा अगाडि बढ्छौ त्यही पाउँछौ भन्नुभएको छ, होइन गुरु? त्यसो भएको हुनाले हाम्रो काम के भने लागिरहने प्रयत्न गर्ने हो र आफूमा रमाउने हो पहिले। त्यसपछि सबैलाई ल है वास्तवमा यो कुरो बुझेर जीवनलाई सहज बनाउनका लागि आफ्नो सनातन परम्परा धर्मलाई बुझ्नु पर्यो, पहिले बुझाउनु पर्यो र बुझाउनका लागि अहिले जुन प्रयास भएको छ यो विद्युतीय माध्यमबाट भनौँ, सञ्जालबाट यो चाहिँ एकदमै महत्त्वपूर्ण कार्यक्रम आरम्भ भएको छ। हामी लागिरहौँ, अवश्य पनि गन्तव्यमा पुगिन्छ हिँडेपछि। र यतो धर्मस् ततो जय, धर्मका लागि हामी लागेका छौँ, त्यहाँ अवश्य पनि कल्याण नै हुनेछ। अत्यन्त व्यस्त समयमा हाम्रो आमन्त्रणलाई स्वीकार गरेर आदरणीय अच्युत सुवेदीज्यू हाम्रो स्टुडियोमा पाल्नुभयो। यहाँलाई धेरै धेरै, यहाँप्रति हामी धेरै आभारित छौँ। त्यसैले यो कार्यक्रमलाई सुनेर बस्ने श्रोताहरूले पनि लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला र अनि आफ्ना मित्रहरूसम्म पुर्याइदिनु होला, किनभने हामी एक अर्कामा एकले अर्कोलाई सहयोग गर्दै गर्दै ओमकार सम्प्रदायभित्रका सम्पूर्ण धार्मिक आस्थाभित्र अडिरहेका वैदिक सनातनीहरू हामी एकत्रित हुन सक्छौँ, जसको कारणले गर्दा हामी आफू बाँचेर अरूलाई पनि बचाउन समर्थ हुनेछौँ भन्ने विनम्र अनुरोध गर्दै समस्त दर्शकवृन्दमा र अनि कार्यक्रममा उपस्थित हुनुभएका आदरणीय पण्डितज्यूलाई पनि यहाँको अमूल्य समय हामीले लियौँ। यहाँले अमूल्य समय दिनुभयो। यहाँप्रति हाम्रो संस्था र स्वयं यो कार्यक्रम प्रस्तुताको तर्फबाट म हरिहर पोखरेल पनि अत्यन्त आभारी छु। जय सनातन, जय हिन्दू सनातन संयुक्त मोर्चा, जय जय। धेरै धेरै धन्यवाद छ यहाँले यो अमूल्य यो समय भन्नुभयो, यसका लागि यहाँले मलाई यो मौका दिनुभयो र आफूले जानेको केही कुरा बताउने जुन प्रयास गरेँ मैले, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ र यहाँहरू सम्पूर्ण टिमलाई र दर्शकहरूलाई पनि धेरै धेरै यस्तै भेट हाम्रो बारम्बार भइरहोस् गुरु, म यही चाहन्छु। हस्।